ल ल है ल अब के हुँदैछ हेरौँ है त ल एउटा रिबन आफूले राख्नुहोस् अरू रिबन अरू त पास गर्छ एउटा रिबन आफूलाई पास ल एउटा खेलाइ अभ्यासहरू अब के गर्नु पर्यो भने मैले अगाडि उभिनुमा अझै एकजना आउने अझै एकजना ल ल को बाँकी छ ल एकजना आउनु ओ साबास ल आउँदा हो जो आयो उसले जाने है ल अभ्यास अब एउटा खेल खेल्नु पर्यो के गर्ने भने अभ्यासहरू मैले अगाडि जो आदरणीय अभ्यासहरू आउनु भएको छ उहाँलाई मैले बराबर लम्बाइको रिबन दिएको छु त्यहाँ त रिबन देखाउनु बराबर छ हेर्नु हेर्नु हो झन्डै झन्डै बराबर छ अब के गर्ने अभ्यासहरू मैले 1 2 3 भनेपछि हामी सबैले के गर्ने 1 देखि 30 सम्म 1 2 गर्दै 30 सम्म गर्ने हामीले 1 देखि 30 सम्म गरिरहँदा तपाईले के गर्ने अभ्यासहरू आफूले प्राप्त गरेको रिबनमा छिटो 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 गाँठो बाँध्ने के बाँध्ने म्याडम के बाँध्ने गाँठो बाँध्ने लगन गाँठो बाँध्यो बाँध्ने त्यस्तै गाँठो बाँध्ने के है गाँठो बाँध्ने यसरी जतिजनाले गर्ने हुन्छ है ल हामीले के गर्ने 1 देखि 30 सम्म एकै स्वरमा गर्ने ल अनि भिडियोग्राफरले भिडियो गर्ने है भिडियो खतरा हुन्छ भाइरल हुन्छ ल सबैले गर्ने त्यो गर्दाखेरि फेरि टोलाएर घर सोच्ने हेर्ने सबैले गर्ने है जो जसले गर्नु छ उहाँलाई पैसा खान दिन्छ मलाई दिन्न फेरि सबैले गर्ने है तपाईँले एकदम छिटो छिटो ड्याङ्की ड्याङ्की ल एकदम जति सक्यो धेरै गाँठो बाँध्ने ल हामी सबैले के एकै स्वरमा गर्ने है सबैको अनुहार हेर्छु फेरि गर्नु आएन म चाहिँ गर्छु है हेरेर हेर्छु फेरि सबै गर्नु रेडी 1 2 3 1 2 5 6 सबैले गर्ने सबैले गर्ने छिटो छिटो गर्नु छिटो छिटो 18 20 22 26 सुन्नु खेल अझै बाँकी छ फेरि हामीले 1 देखि 30 सम्म गर्नेछौँ तपाईँले गाँठो फुकाउनुपर्छ जसले गाँठो फुकाउनु 1 2 3 1 2 3 4 5 6 आफैले बाँकी गाह्रो फुकाउनु त गाह्रो लाग्छ त होइन अभ्यासहरू बच्चा बिगार्न सजिलो सहज हो एकचोटि बिग्रेको बच्चालाई सुधार्न यस्तै गाह्रो हुन्छ त्यही भएर बच्चा बिग्रेपछि सुधार्नुभन्दा बच्चा बिग्रिनै नदिन सचेत हुनु पर्यो बच्चा ठुलोसँग फँसेपछि ठुलोमा फँसेपछि गलत बाटोमा लागेपछि सुधार्नभन्दा बच्चा गलत बाटोमै लाग्नु नदिनको लागि के हुनु पर्यो हामी अभिभावक सचेत हुनु पर्यो नि त ल मानौ के भन्नु ल मानौ गाँठो फुकेछ गाँठो फुके पनि रिबन पहिला जस्तो हुन्छ हुँदैन एकचोटि चरित्रमा दाग लागेपछि एकचोटि इज्जतमा दाग लागेपछि कस्तो हुन्छ त्यही भएर के रहेछ पहिल्यै सचेत हुनु पर्यो एकचोटि बदनाम भएपछि एकचोटि इज्जतमा दाग लागेपछि एकचोटि गलत बाटोमा लाग्नुको सट्टा गलत बाटोमा लाग्नै नदिन के हुनु पर्यो बच्चालाई समय दिनु पर्यो स्कुलले बोलाउन आउनु पर्यो आफ्नो बच्चाको प्रगति गरेर बुझ्नु पर्यो कसो हो ल यो रिबन उपहार ल घर म्याडमलाई आफ्नो म्याडमलाई देखाउनु म्याडमलाई देखायो